शुभ बिहानी सबैजनालाई गुड मर्निङ। अब के गर्ने, यस्तै छ हेर्नुहोस्। अब परदेशी जिन्दगी चलाउनै पर्ने हुन्छ। जनकपुरमै भएको काम रासापा हो। साह्रै मिठो भयो, तर के गर्नु, हामी कति स्कॉलरशिप देके फ्री वीसा लाके ढेवाल फ्री वीसा फ्री टिकट लाके पढ़ाई के लिए ढाबा बाहर भेज दीजिए भन्छन् नि। यो कति सालको यो माधव नेपालको सापट लिएर चाहिँ नरेन्द्र शाहजीले भाषण गर्नुभयो। यो नहुने सिप हेर्नुहोस्, हाम्रो युवा भाइ बहिनीहरू, हामी त स्कॉलरशिप लिएर पढ्नलाई विदेश होइन, खाडी मुलुकमा यही हो, बेल्चा गैदी चलाउन आउनुपर्छ। हेर्नुहोस्, सकेसम्म मान्छे छानेर मजाले भोट हाल्नु होला, कसैको पछाडि नदौडिनुहोस्। हामी वर्ष दिनमा एक्जाम फाइनल एक्जाम दिँदाखेरि कति मेहनत लाएर सोचेर एक्जाम दिन्छौँ भने हाम्रो चुनाव पनि त्यसरी नै सोचेर मतदान गर्नुपर्ने हुन्छ। हेर्नुहोस्, त्यही माथि असल व्यक्ति चुनेर भोट गर्नु होला भन्न चाहन्छु। तर के गर्नु, यी हामी जस्तै फेरि खाडी मुलुकमा परदेशमा बसेर परदेशी जिन्दगी बिताउनुपर्छ, फ्यामिली परिवार छोडेर होइन। हाम्रो युवा साथीभाइ बहिनी दिदीभाइहरू सबैलाई, दिदीबहिनीहरूलाई पनि म यही भन्न चाहन्छु। र पहिलो प्रथम हाम्रो आदरणीय आमा बुबा तथा गण्यमान्य हाम्रो तथा दाजुभाइ आमा बुवाहरू, हाम्रो उमेरभन्दा ठुलो एज हुने बा आमाहरूलाई, हजुरआमाहरूलाई पनि भन्न चाहन्छु। र यस्ता छोरा नातिहरूको लागि, छोरा बुहारी नाता नातिनीहरूको लागि सोचेर मतदान गर्नु होला। पहिलो प्रथम त यही भन्न चाहन्छु। हाम्रो रासापा घन्टीबाट उठ्नुभयो हाम्रो बालेजीलाई चाहिँ अलिक त सोच विचारेर भोट दिनु होला भन्न चाहन्छु। पहिलो प्रथममा यही हो। काठमाडौँमा मेयर हुँदाखेरिको हेर्नुहोस्, हामी गरिब दुखी जनतालाई कसरी मार्नुभएको छ उहाँले, र तपाईँहरूलाई पनि कसरी मार्नुभएको छ उहाँले विचार गर्नुहोस्। तपाईँहरूले त हाम्रो संस्कृति र विथितिहरूलाई हेरेर त ठिक गऱ्यो होला, तर उहाँले ल्याउनु भयो एकैचोटि टेक्नोलोजीको सामान गरेर युज गर्नुभएको छ। तर विस्थापित आरामले अब उहाँ त 5 वर्षको लागि आउनुभएको थियो मेयरमा। 5 वर्षको मेयरमा आएर काम त गर्नुभयो, उहाँले टेक्नोलोजी गर्नुभयो, उहाँको पढाइ र टेक्नोलोजी युज गर्नुभयो। हामीलाई त हामीलाई विस्थापित गरेपछि पो उहाँले टेक्नोलोजी चलाउनु पर्छ, बुझ्नुभयो। अहिलेको समयमा परिस्थिति हाम्रो देशको लागि चाहिने हाम्रो व्यवस्थापनमा सोच विचार पुऱ्याएर र पो टेक्नोलोजीले छिरेको राम्रो हुन्छ। हेर्नुहोस्, एकैचोटि हामी गरिब दुखीहरू जनतालाई अलिक मारेर उसको टेक्नोलोजीले काम अलिक भएन क्या। हामी के भने, हामी गरिब गुरुबा, हाम्रो नर्गम वर्गको मान्छेहरूलाई धेरै धक्का परेको छ होइन। करोडपति हुनेलाई, अरबपति हुनेलाई त त्यति फरक परेको छैन, तर हामी सानोतिनो बिजनेस व्यापार रोजगार गरेर खाने, हाम्रो सडक पेटीमा बस्ने हामी सुकुम्बासीहरूको तथा दाजुभाइ दिदीबहिनीहरूले र आमा बुवाहरूलाई हेर्नुहोस् त कस्तो बिजोग पार्नु भएको छ। हामी त के गर्न सके पनि हाम्रो त छ नि त होइन र, सानोतिनो भए पनि। तर हामीलाई अलि त व्यवस्थित गरेर पछि 4-5 वर्ष पछाडि चाहिँ टेक्नोलोजी उहाँले ल्याउनु भित्राएर काम गरेको भए चाहिँ त्यो राम्रो हुन्थ्यो। र तर जनकपुरमा गएर पनि उहाँले त्यही व्यवस्था उहाँले अप्नाउनु भएको छ
हाम्रो भाइ बहिनीहरूलाई उत्तेज बनाउनु भएको छ, प्रेरणा बनाउनु भएको छ। तर त्यो होइन, त्यस्तो हुँदैन। हाम्रो नेपालमा सानो भूगोलमा चाहिएको प्राथमिक दिनुपर्छ। पहिला प्रथममा व्यवस्थित हाम्रो राजनीतिमा पहिला व्यवस्थित बनाउनु पर्छ र पछि टेक्नोलोजी हुल्दै जाँदै गर्दाखेरि हाम्रो आम तथा दाजुभाइ तथा आमा बुवाहरूलाई व्यवस्थित भएपछि बल्ल उहाँले टेक्नोलोजी हुँदाखेरि राम्रो हुन्थ्यो क्या। तर उहाँले जनकपुरमा जानुभयो, उहाँ भाषण गर्नुभयो, भाइ बहिनीहरूलाई पनि फ्री भिसा फ्री टिकट हामी पढ्न स्कलरसिपमा पठाउन सक्छौँ। त्यो त उसले माधव नेपालले भने जस्तै उहाँले त्यही भाषण गर्नुभयो मान्छेले, बुझ्नुभयो। र हाम्रो उहाँको जनकपुरका तथा दाजुभाइ आमा बुवा सबैलाई भन्छु, उहाँको हेर्नुहोस्, हिजो उहाँ जनकपुरमा भाषण दिनुभयो। अनि उसमा कार्यालय जाँदाखेरि पनि दर्ता गर्न जाँदाखेरि उहाँकै कार्यकर्ता होला, तर उहाँले त्यो गर्नु, धक्कामुक्की गर्नु, त्यही पुरानो उहाँको टेक्नोलोजी, उहाँकै बल, उहाँकै बुद्धि चल्नुपर्ने अवस्था ल्याउनु भएको छ। तर विचार गरेर तपाईँहरूले पनि भोट दिनु होला। हामीले त्यहाँको बासिन्दा जनकपुरको झापा 5बाट उठ्दै हुनुहुन्छ उहाँ पनि। तर उहाँको सडक पेटीमा बसेर व्यापार गर्ने तथा दाजुभाइ दिदीबहिनीहरूलाई पनि धेरै धक्का पुर्याउनुहुन्छ उहाँले टेक्नोलोजी नै हुल्नुहुन्छ, तर काम क्लियर हुन सक्दैन। अहिलेको परिस्थितिमा हाम्रो नेपालको राजनीति अलिक गाह्रो, गम्भीर, गहिरो कथामा लिएको छ। त्यही भएर तपाईँहरूले पनि सोचेर भोट मतदान गर्नुहोला। एक्जाममा हामी वर्ष दिन पढेर एक्जाम दिन्छौँ नि, त्यसरी नै तपाईँहरूले बसेर सोचेर गम्भीर तरिकाले भोट मतदान गर्नुहोला भन्न चाहन्छु। माटोलाई मन नपर्ला, एमालेलाई मन नपर्ला, कसैलाई अलिक बुझ्ने, त्यहाँको व्यवस्थित गर्ने, त्यहाँको मान्छेहरू बासिन्दालाई बुझ्ने गरी भोट मतदान गर्नुहोला भन्न चाहन्छु। यही हो छोटो मिठो मैले जानेको कुरा तपाईँहरूको बिचमा पस्केको छु। तपाईँहरू सबैले त्यति त भ्लग बनाउन आउँदैन मलाई, त्यही पनि सोचेर तपाईँहरूले मतदान गरिदिनु हार्दिक अनुरोध गर्दछु। अहिलेको हाम्रो एमाले पनि पुरानै पाका हुनुहुन्छ, तर उहाँ चाहिँ उहाँले किन व्यवस्था गर्न नसक्नु भएको भनेको उहाँले धेरै समर्थन गर्नुभयो। घुसखोरहरूलाई समर्पण, आफन्त नातावाद लिँदा उहाँलाई त्यो एमाले व्यवस्थित तरिकाले उठाउन सक्नुभएको भएन। तर मदन भण्डारीज्यूले पनि भन्नुभएको थियो नातावाद कृपावाद उहाँले नलिने, तर सच्चा व्यक्ति लिएर चुनाव चिन्ह एमाले उहाँले पनि विघटन गर्नुभयो। तर त्यसपछि उहाँले ओलीजी बाले पनि लिनुभयो त्यो एमालेमा। तर उहाँले व्यवस्थित त्यही हो, नाता कृपावाद हेरेर नै उहाँले समर्थन गर्दाखेरि उहाँको व्यवस्था हल्लिन पुगेको हो। तर अहिले त्यही सेम माटोमा आउनुभएको छ, बलियो दरिलो खम्बा भएर उहाँ माटो उभिनु भएको छ। सकेसम्म माटोलाई भोट दिनुहोला, सबैजनाले मिलेर हाम्रो माटोमा भोट गर्नुहोला भन्न चाहन्छु। हस्त नमस्ते बोल्न नजाने पनि मिठो तरिकाले कमेन्ट गरिदिनु होला, नमिठोको तरिकाले कमेन्ट नगरिदिनु होला। लाइक सेयर सब्सक्राइब गरेर अगाडि बढाइदिनु होला यो भिडियोलाई। हस्त धन्यवाद तथा दाजुभाइ तथा दिदीबहिनी आमा बुवाहरू सबैलाई हार्दिक नमस्ते नमन गर्न चाहन्छु हामी परदेशी भाइबाट। हस्त।